नमस्कार। हुन त हिजो मात्र एउटा भिडियो बनाएर तपाईँहरू सामु आएकी थिएँ। आज लगत्तै अर्को भिडियो बनाउँदैछु किनभने मन खुसी छैन मेरो। तपाईँहरूको के कसो छ थाहा छैन, तर मेरो भने मन पक्कै खुसी छैन। किन सोच्नुहुन्छ होला? गएको 48 घण्टामा मोर देन 40 ट्रेमर्स हेभ बिन फेल्ट इन सिक्किम। अघि 40 वटा भन्दा बेसी कम्पन सानो सानो या कुनै ठुलो झट्काहरू महसुस भयो सिक्किमको 6 डिस्ट्रिक्टमा भन्ने जब भारतभरि छरिएका अखबारहरूले लेखेका छन्, तब मैले के चाहिँ रहेछ भनेर हाम्रो गभर्नमेन्ट अफ सिक्किमको फेसबुक पेजमा गएर हेरेँ। सरकार हाम्रो अभिभावक हुनुपर्ने हो। जति पनि नेतृत्वगणहरू छ उहाँहरू हाम्रो अभिभावक हुन्, तर कहीँ पनि कतै पनि सान्त्वना दिएको भेटिनँ मैले। पक्कै हो राज्य सरकारले अन्डर डिजास्टर म्यानेजमेन्ट प्रिपेयर्डनेस गराएको छ, सबै डिस्ट्रिक्टमा गराएको छ, तर जब जमिनमा भूकम्पले त्रासित बनेका छन् जनताहरू, अस्पतालमा सुत्ने रोगीहरू, बुढापाकाहरू सबैलाई एक प्रकारको मनमा भय उत्पन्न भएको छ। व्हाट इज गोइङ टु ह्यापन नेक्स्ट, अब के भनेर जब उहाँहरूको मनमा त्रासदी मचिएको बेला चाहिँ हाम्रा अभिभावकहरूले एउटा सानै भिडियो बनाएर हामी छौँ है, वी आर प्रिपेयर्ड, केही परेको खण्डमा नसुर्ताउनु भनेर भन्नु सक्दैन। गोइङ थ्रु द गभर्नमेन्ट अफ सिक्किम्स वेब पेज भनौँ या फेसबुक पेज, यति चाहिँ पत्ता लाग्यो कि याङथाङको सिनियर सेकेन्ड्री स्कुल, बोङथेनको सिनियर सेकेन्ड्री स्कुल र खान्डुको जुनियर हाई स्कुलमा चाहिँ स्कुलहरूका भित्ता चर्किएका छन् अरे। भर्खरै मात्र हाम्रा स्कुलहरू खुलेका छ। अब हाम्रा नानीहरू जो स्कुल जाँदैछ उनीहरू यस्तै अवस्थामा स्कुल जानुपर्ने हो कि सरकारले के गर्दैछ त्यो बताउनु पर्ने होइन? तपाईहरू जो रुलिङ पार्टीको हुनुहुन्छ, जो एसकेएमका समर्थक हुनुहुन्छ, एभ्री सन्डे हेर्छु गणेश राईजीको लाइभ पर्खेर हेरेर त्यहाँदेखि उहाँलाई ट्रोल गर्नु थाल्नुहुन्छ। वाइ? तपाईहरूले इम्पोर्टेन्स दिइरहनु भएछ उहाँलाई होइन? उहाँले बोल्नुहुन्छ, उहाँको समर्थकहरूले हेर्छ, सक्यो नि त। यु आर हाइलाइटिङ हिम कि तपाईहरू आफ्नै पार्टीमा बसेर उहाँलाई हाइलाइट गर्नु चाहनुहुन्छ? त्यो पनि मैले बुझ्न सकेकी छुइनँ। किनभने रोल अफ अपोजिसन इज भेरी इम्पोर्टेन्ट इन एनी डेमोक्रेसी या डेमोक्रेटिक सेटअप भनौँ न। हाम्रोमा एसडिएफका मत एसकेएम भन्दा बेसी परेको यो सबैलाई थाहा भएको कुरा हो अघि। अनि तर उहाँहरूले मुख्य प्रतिद्वन्द्वीको भूमिका ननिभाउँदा अहिले क्याप्काहरूले आएर लागि परेका छन्। उहाँहरूले गर्नु हुँदैछ नि त, एउटा अपोजिसनको भूमिका निभाउनु हुँदैछ, चाहे त्यो सही होस् या गलत। त्यो त जनताले निर्णय लिने हो नि टाइममा आएपछि। तपाईहरू चाहिँ जो चाहिँ पावरमा हुनुहुन्छ अहिले, तपाईहरूले आफ्नो भूमिका निभाउनुहोस् न। मान्छेलाई मनमा भएको बेलामा तपाईहरूले सान्त्वना दिनु त छोड्नुहोस्, अभद्र शब्द चलाएर टिप्पणी गर्नुहुन्छ। हामी महिलाहरूलाई त त्यो पढ्न पनि अप्ठ्यारो। तपाईहरूलाई यदि यति फुर्सद छ भने नि, मैले 3-4 महिना अगाडि जब म सोकेगाङमा एडमिट हुन गएको थिएँ, त्यति बेला मैले त्यो तपाईहरूलाई भनेको थिएँ, यहाँ माथि छतदेखि पानी चुहेर चाहिँ मुनि मेडिसिनल बुद्ध राखेको त्यहाँसम्म चाहिँ यसरी लेउ भित्ताभरि पलाएको छ भनेर। तपाईहरूलाई यदि यति नै फुर्सद छ भने नि
तपाईहरुले हर्क साम्पाङ जस्तै श्रमदान गरेर त्यो भित्तालाई कलर गर्नुहोस् न। कमसे कम जनताले केही त फाइदा पाओस्, नभए त्यही एल्गीबाट लेउबाट कतिवटा स्पोर्सहरू यताउता ट्रान्सफर भएर जो रेस्पिरेटरी प्रब्लम छ उहाँहरूलाई प्रब्लम हुन सक्छ। तपाईहरुलाई फुर्सद छ भने गएर त्यहाँ रङ गर्नुहोस्। तर प्लिज तपाईहरुलाई हामी अभिभावक ठान्छौं, कमसे कम यस्तो समयमा त तपाईहरुले एउटा असल नेतृत्व दिनुहोस् हामी जनतालाई। एन्ड प्लिज गेट योर प्रायोरिटिज राइट, प्लिज। यति भन्दै तपाईहरुबाट बिदा लिन चाहन्छु। धन्यवाद।